नमस्ते सबैजनालाई। एकछिन स्क्रोलिङ बन्द गरेर मेरो कुरा सुन्नुहोस्। तपाईँ जुन हातले नर्मली फोन चलाउनुहुन्छ नि, त्यो हातको कान्छी औँला हेर्नुहोस्। यो कान्छी औँला एकचोटि राम्रोसँग फिल गर्नुहोस्। यस्तो यस्तो गरेर यो साइडमा, यो साइडमा, यो ठाउँमा तपाईँले एउटा सानो बेन्ट, यहाँ डेन्ट जस्तो, खाल्टो जस्तो, एउटा कर्भ जस्तो फिल गर्नुहुन्छ। एकचोटि मात्रै होइन, राम्रोसँग फिल गर्नुहोस्। अब सोच्नुहोस्, के यो बेन्ड नेचुरल हो त? जब तपाईँ आफ्नो फोन यसरी चलाउनुहुन्छ, यसरी हात यसरी राखेर यसरी चलाउनुहुन्छ, यो पुरै फोनको वेट एउटा कान्छी औँलामा यसरी पर्छ। यो स्पटमा, ठ्याक्कै यो स्पटमा हरेक दिन जति बेला पनि तपाईँले फोन युज गर्नुहुन्छ, यो पुरै फोनको भारी तपाईँको यो कान्छी औँलाको यो ठाउँमा पर्छ। अब एकछिन रोकिनुहोस् र सोच्नुहोस्, तपाईँले यो फोन स्मार्टफोन युज गर्न थालेको कति भयो? 10 वर्ष, सायद त्योभन्दा पनि बढी। अब फोनको वेट कति होला? अन एन एभरेज एउटा फोनको वेट 200 ग्राम, 250 ग्राम, 300 ग्राम डिपेन्डिङ अन द फोन। त्योभन्दा पनि धेरै हुन सक्छ। अब त्यो वेटलाई तपाईँले डेली जति घन्टा फोन चलाउनुहुन्छ, तपाईँको हातमा जति घन्टा फोन रहन्छ, त्यसले मल्टिप्लाई गर्नुहोस्। अब इमेजिन गर्नुहोस्, एक दिनमा मात्रै होइन, महिनामा, वर्षभरि तपाईँको यो सानो औँलालाई, कान्छी औँलालाई कति लोड परिरहेको छ, यो कान्छी औँलाले कति भारी बोकिरहेको छ वर्षभर। यो एउटा बेन्ड एक रातमा आएको बेन्ड होइन। तपाईँको यो डेली हेबिटले बिस्तारै बिस्तारै यो हड्डी खियाउँदै बनाएको एउटा साइलेन्ट इन्जुरी हो। मैले त्यसलाई प्रेसर इन्जुरी भन्छु। अब साँच्चीकै भन्नुपर्दा हाम्रो लाइफ यसरी नै स्टार्ट हुन्छ। बिहान उठ्छौँ, बेडबाट उठ्न नपाउँदै 20-30 मिनट जस्तो मोबाइलमा स्क्रोल गर्छौँ। रेस्टरुम जान्छौँ, ब्रेकफास्ट खान्छौँ, हातमा मोबाइल नै हुन्छ। वी किप स्क्रोलिङ। अफिस जाँदा बसमा, ट्रेनमा, सबवेमा वी किप स्क्रोलिङ। अफिस पुगेपछि काम सुरु भयो, टाइम फुर्सद पायो कि फोन झिकिन्छ, स्क्रोल गर्न थालिन्छ। बेलुका घर आयो, खाना खाँदा फोन, सुत्ने बेला फोन, बत्ती निभिसकेपछि पनि फोन, सुतिन्छ, फेरि बिहान उठ्छ, सेम रुटिन। जति धेरै हामीले मोबाइलको स्क्रिन हेरिन्छ, त्यति धेरै हाम्रो ब्रेनले डोपामिन भन्ने एउटा केमिकल रिलिज गर्छ। मोबाइल हेर्दाखेरि चाहिँ हामीलाई आनन्द भयो जस्तो फिल हुन्छ। एकछिन फोन भएन भने, एकछिन फोन हेरिएन भने लाइफमा के छुटेको जस्तो, के मिस भएको जस्तो हुन्छ। रिल्स, टिकटक, सर्ट्स हरेक 15-15 सेकेन्डमा नयाँ कन्टेन्ट दिन्छन्। जस्तो स्याट्टै स्क्रोल गर्यो, अर्को नयाँ कन्टेन्ट आउँछ। डिफ्रेन्ट एप्लिकेसन होला, तर त्यही फोन, यही हात, यही एउटा कान्छी औँला। अब अन्दाज गर्नुहोस् त, दिनभरिमा टोटल कति टाइम त्यो फोन तपाईँको हातमा हुन्छ? त्यो एउटा सानो औँलामा कति कन्स्टेन्ट प्रेसर परिरहेको छ। यो मैले कुनै पनि एक्जेजरेट गरेर या बढाएर भनेको कुरा होइन। यो डिजिटल एडिक्सनको एउटा फिजिकल साइन हो। फोन चलाउने बानीले हाम्रो शरीरलाई नै बिस्तारै बिस्तारै चेन्ज गराउँदैछ। बडी पार्ट्सहरू अडप्ट हुँदैछ। यो बेन्ट, यो देखिएको बेन्ट नर्मल होइन, यो जेनेटिक पनि होइन। जस्ट एउटा रिमाइन्डर हो टेक्नोलोजीले हामीलाई कति अफेक्ट गर्दैछ भन्ने।